नमस्कार, राधे राधे, ओम नमः शिवाय, हर हर महादेव शम्भो। हामी निरन्तर रूपमा श्री माघ मास महात्म्यका कथा प्रसङ्गहरू श्रवण गरिरहेका छौँ र यस श्री टिभी नेपाल युट्युब च्यानलको माध्यमबाट हिजोसम्ममा हामीले 19 अध्यायसम्मका कथा प्रसङ्गहरू श्रवण गरेका थियौँ र यी 19 अध्यायका कथा प्रसङ्गहरूमा अगाडि गएर भन्दै हुनुहुन्थ्यो कि मैले तिमीलाई अब यो जो विष्णुको स्तोत्र थियो त्यो स्तोत्र सुनाए। अब तिमीलाई म पिशाचत्वबाट छुटकारा पाएको वृत्तान्त अथवा पिशाच विमोचन सुनाउँछु भनेर लोमस ऋषिले भन्नुभएको थियो र यसका सँगसँगै हामीले हिजो 19औं अध्यायलाई विश्राम दिएका थियौँ। आज 20औं अध्यायका कथा प्रसङ्गहरू यहाँदेखि अगाडिका कथा प्रसङ्गहरू लिएर उपस्थित भएको छु हजुरहरू समक्ष म ताराप्रसाद कुइकेल। स्वागत छ हजुरहरूलाई पुनः। अगाडि लोमस ऋषि भन्न लाग्नुहुन्छ कि त्यस तपोवनमा ती देवद्युतिले जो पिशाचहरूलाई मुक्त गराए अर्थात् पिशाचत्वबाट छुटकारा गराए, अब त्यो कथा पनि म तिमीलाई सुनाउन गइरहेको छु। उहिले द्रविड देशमा चित्ररथ नामका कुनै राजा थिए। चन्द्रवंशमा जन्मिएका ती राजा अत्यन्त वीर, अत्यन्त शूर, शस्त्र अस्त्रमा पारङ्गत, यसै गरी हात्ती घोडा रथ समूहले सम्पन्न, सदा पराक्रमी, सुनले र नाना प्रकारका रत्नले भरिभराउ खजाना भएका ती राजा अत्यन्त धनाढ्य थिए। हजारौं नारी यानि कि सुन्दरीहरूका बीचमा सधैँ तत्पर यानि कि आसक्त भएर खेलवाड आदि गर्ने गर्दथे। स्त्रीमा हिरिक्क हुने कामी, अति लोभी, महाक्रोधी ती राजा मन्त्रीहरूले राम्रोसँग बुझाएर भनिएको धर्म सम्बन्धी वचन पटक्कै मान्दैनथे र धर्म कार्य आदि पनि गर्दैनथे। त्यस्ता खालका थिए ती राजा। ती राजा आचक्ली नै विष्णु भगवानको निन्दा गर्ने गर्दथे, सधैँ वैष्णवहरूसँग द्वेष आदि गर्ने गर्दथे। को त्यो विष्णु? कसले त्यसलाई देखेको छ? त्यो कहाँ रहन्छ? कसले त्यसको कीर्तन गर्दछ भनेर यस्ता तरिकाले नाना भाँतीका कुराहरू गर्दै हिँड्ने गर्दथे। र यस्ता तरिकाले भाग्यले ठगिएका ती राजा विष्णुलाई देखिसहँदैनथे। जो मनुष्यहरू नारायणको नाम लिन्थे तिनीहरूलाई रिसले चुर चुर भएर सताउने गर्दथ्यो। पाखण्डको स्थितिमा रहेको त्यो राजा न ब्राह्मणहरूलाई, न वेदहरूलाई, न वैदिक कर्महरूलाई, न व्रतलाई मान्दथ्यो, न त दान दिन नै लाग्दथ्यो। अनीति यानि कि अन्यायपूर्वक उग्र दण्डद्वारा त्यो राजा हमेसा प्रजाहरूलाई पीडित गर्ने गर्दथ्यो। निष्ठुरी, निर्दयी, क्रूर, पुण्यकर्मबाट पराङ्मुख र आचार विचारहीन, विष्णुद्वेषी, यज्ञ आदि नगर्ने, पूजा आदि क्रिया नगर्ने त्यो राजा मानव अर्को कालरूप यमराज नै हो जस्तो गरेर प्रजामा शासन गर्ने गर्दथ्यो। तब धेरै समय बितेपछि त्यो राजा को मृत्यु भयो। वैदिक विधानले उसको अर्धदेह यानि कि दशगात्र कर्म पनि हुन पाएन। यसपछि यमराजका नोकरका हुलले अत्यन्त गोदिँदै तब फलामका किलै किलाले घोच्ने अनि तातो बालुवा भरिएको पोल्ने, चर्को घामले तातेको, वृक्षको छाया नभएको, ताता फिलुङ्गाले भरिएको अनि आगाका ज्वालाले आकुल व्याकुल पार्ने, बाटामा फलामकै कोरा आदि र भयङ्कर फलामकै लाठाले पिटिँदै तथा दारे बुवासा र डरलाग्दा कुकुरहरूले टोकिँदै पाप गर्ने अरू पनि मनुष्यहरूको चिच्याहट आदि सुन्दै त्यो राजा यमराजको डरलाग्दो लोकमा जान लाग्यो। त्यस लोकमा सहनै नसकिने दुर्गतिको बारेमा सुना। त्यो राजालाई यमदूतहरूले क्रमैले एउटा नरकबाट अर्को नरकमा, अर्को नरकबाट अर्को नरकमा लिएर जान लागे र पहिले धेरै दुःख दिने भयङ्कर तामिश्र नरकमा पुर्याए अनि फेरि जहाँ निरन्तर दुःखै दुःख हुन्छ त्यस्तो अन्धतामिश्र नामको नरकमा पुर्याए र त्यसपछि अत्यन्त भयङ्कर महारौरव नामको रौरव नगरमा र अनि कालसूत्र नामको ठुलो नरकमा चाहिँ उनीहरूले लिएर जान लागे। त्यसपछि त्यो राजा पार पाइ नसक्नुको नरकमा डुबेको हुँदा दुःखले मूर्छा पर्यो अनि फेरि बौरेपछि बडे बडे तरङ्गहरूको भुमरी भएको तापन अनि सन्त्रापन नामको नरकमा जाके। त्यसरी दुःखरूपी अग्निले व्याकुल मन भएको त्यो राजा त्यसपछि सन्ताप, कालो, कुडमल, पुतिमृत्य यानि कि गनाउने अनि लोहशङ्को, मृगयन्त्र नरकको बाटो हुँदै सालमली नदीमा डुबाइयो र त्यसपछि महाभयङ्कर फेरि हेरि नसक्नुको अनि हिँडी नसक्नुको असीपत्र वनमा घिसारेर लोहचारक नामको नरकमा लगेर हालिदिए।
यस्ता प्रकारले त्यो पापी राजा यी सबै नरकहरूमा गिराइदो भयो। विष्णुको द्वेष गरेको दोषले 21 युगभरि घोर नरकमा दुखै दुःख भएको यातना रूपी दुःख भोग्दै गयो र त्यसरी नरकको यातना भोगेर नरकबाट निस्किएको त्यो राजा तब केही समयपछि हिमालयमा ठुलो पिशाच भएर जन्मियो। सभ्राम्यति दिशा सर्वा बने तस्मिन् बुभुक्षित न पश्यत्यसनं तोयं मेरावपि सदा गिरो। पिशाच भएपछि भोक प्यासले व्याकुल भएर त्यो त्यस वनमा सबै दिशामा चारैतिर भड्किने गर्दथ्यो। त्यस सदाबहार मेरु यानि कि हिमालय पर्वतमा पनि कतै खानेकुरो र पिउने पानी उसले देख्दैनथ्यो। यस्तैमा शोकले पीडित भएको त्यो पिशाच कुनै समयमा घुम्दै घुम्दै होनाहार यानि कि हुनेवाला असल फलले गचाडिएर प्लक्ष प्रस्र वन नामको जङ्गलमा पस्यो। भलायोको रुखको छायामा बसेर अत्यन्त दुःखले गर्दा बार बार भयङ्कर उच्च डाकोले हाय मरे भन्दै ऊ कराउने गर्दथ्यो। भोक प्यासले व्याकुल भएको मेरो सबै प्राणीसित द्रोह छ, अर्थात् सबै प्राणी मदेखि डराउँछ। यो पार पाइ नसक्नुको जन्मको अन्त्य कसरी होला? प्रथम त दुःखरूपी तरङ्गका लहलहरमा भएको यो पाप समुद्रमा डुबेको मलाई कसले आज करावलम्बन हातको सहारा देला, अर्थात् कसले हात समाएर म माथि कृपा गर्ला, यस्ता तरिकाले चिच्याइरहन्थ्यो। अब यसरी चिच्याउँदै त्यो वनमा पुगेर त्यो भलाएको वृक्ष मुनि बसेर यो दुष्ट कर्म उसले गरि नै रह्यो। अब अगाडि के हुन्छ यी कथा प्रसङ्गहरू हामी 21औं अध्यायमा श्रवण गर्नेछौँ भन्दै आज यी 20औं अध्यायका कथा प्रसङ्गहरू हामीले श्रवण गऱ्यौँ। कहाँबाट हेर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ, अवश्यमेव जस्ताको तस्तै कमेन्टमा लेख्न नबिर्सिनुहोला। र धर्म संस्कार र संस्कृतिको एकमात्र पहिचान श्री टिभी नेपाल युट्युब च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ र सब्सक्राइब आदि गर्नुभएको छैन भने अवश्यमेव सब्सक्राइब गरिदिनु होला माया हौसला स्वरूप, र नजिकै रहेको बेल आइकनलाई पनि दबाउन नबिर्सिनुहोला, जसले गर्दा धर्म संस्कार र संस्कृति सम्बन्धीका भिडियोहरू जब हामी यहाँबाट अपलोड गर्नेछौँ सबैभन्दा पहिले हजुरहरू समक्ष आउनेछ भन्दै हजुरहरूलाई यो भिडियो मन परेमा लाइक पनि गर्न नबिर्सिनुहोला भन्दै म ताराप्रसाद कुइकेल बिदा माग्न चाहन्छु। अस्तु, जय श्री राधे, ओम नमः शिवाय, हर हर महादेव शम्भो।